नमस्कार। हजुरहरूलाई ईश्वर भण्डारी युट्युब च्यानलमा हार्दिक स्वागत गर्दछु। नयाँ नयाँ समाचारहरू, तातो तातो कुराहरू, भइरहेको र हुनेवाला कुराहरू सबैको यथार्थ चित्रण गरेर युट्युब च्यानल मार्फत संसारभर पठाउने उद्देश्यले मैले युट्युब च्यानल खोलेको छु। हजुरहरूले माया गरिदिनुहुन्छ र सब्सक्राइब गरेर सबैलाई पुर्याइदिनुहुन्छ भन्ने आशा व्यक्त गरेको छु। हाम्रो देश नेपाल प्यारो भूमि, मातृभूमि। एकचोटि मातृभूमिको नाममा म सम्मान व्यक्त गर्न चाहन्छु। गोर्खालीको चिनो पुर्खाहरूले ब्रिटिस साम्राज्यमा अति नै नाम कमाएको बहादुरी र वीर नेपाली गोर्खाली भनेर। तर आज कता कता यो ट्याग नै पेन्सिल कटरले यसरी इरेजरले मेटिन्छ कि भन्ने कता कता मनमा चिन्ता लागिरहेको छ। र भर्खरै हाम्रो घन्टी सरकार अर्थात् बालेन सरकारज्यूले संसदलाई सम्बोधन गर्दै नयाँ ट्विस्ट लिएर जनता सामु पठाउनु भयो। नेपालले पनि सीमा मिचेको छ भारतको, भारतले मात्र मिचेको होइन भनेर। तर यसमा थोरै हामी सोझा लाटापुङ्गा जनतालाई आश्चर्य र चकित त लाग्ने नै भयो। तपाईहरू कोही इन्जिनियर हुनुहुन्छ, कोही स्नातकोत्तर डिग्री गरेर धेरै ज्ञान हासिल गर्नुभएको छ र औँठा छाप हुनुहुन्न, यसमा हामी विश्वस्त छौँ। त्यही भएर तपाईहरूले जानेरै बुझेरै त बोल्नु भएको होला नि भन्ने पनि त मलाई थोरै मनमा लागेको छ। तर बालेन सरकारज्यू, हजुरलाई मैले साष्टाङ्ग दण्डवत र सम्मान टक्र्याउँदै एउटा निवेदन गरेँ र 3 करोड नेपालीले पनि यो कुरा हेरिदिनुहोस्, बुझिदिनुहोस्। जो जहाँ जहाँ हुनुहुन्छ सबैले यथार्थ छातीमा हात राखेर यसलाई हो होइन भनेर गहिरिएर सोच्नुहोस्। यति ध्यानाकर्षण गराएँ। 10-12 मिनटको भिडियो बनाउनेछु र युट्युब च्यानल मार्फत सबैलाई पठाउनेछु है त। हजुर, नेपालको चुच्चे नक्सा प्रधानमन्त्री कार्यालयको भित्तामा झुन्ड्याएर जनताहरूलाई यसो त्यसो भनेर झुट्टो आश्वासन बाँड्दै चिल्ला गाडी र दौरा सुरुवाल टलक्क टल्काएर दायाँ बायाँ आफ्नो अङ्गरक्षकहरूलाई साथमा लिएर रिबन काट्दै हिँडेर र जनतालाई अनावश्यक भ्रम, यसो गर्छु उसो गर्छु भन्दै भ्रम फैलाएर 30-35 वर्षसम्म नेपालमा एक मुष्ट जानिया शासन जस्तो गरी शासन गर्दै आउनुभएका पूर्व प्रधानमन्त्रीज्यूहरूलाई नमस्कार। हुन त हाम्रो देश मल्लकालदेखि नै पश्चिम किल्ला काङ्गडा, पूर्वमा टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिल्यै हामी झुकेनौँ भनेर हामीले नालापानी किल्लाको गीत पनि स्रष्टाले गाउनु भएको थियो र हामीले त्यो पढ्दै पनि आएका हौँ। त्यतिखेर भनिन्थ्यो नेपाल भारतको देहरादुनसम्म पुगेको थियो, नालापानी टनकपुरसम्म पुगेको थियो, यता पूर्वमा टिस्टा काङ्गडासम्म पनि फैलिएको हाम्रो विशाल नेपालको नक्सा कठैबर अहिले चुच्चे नक्सामा साबित भई
प्रधानमन्त्रीको कार्यालयको सिंहदरबारको त्यो भित्तामा हावाले यसरी फिलिलिल यसरी हल्लिएर बसिरहेको छ। साह्रै दुःख लागिरहेको छ। हामीले चुच्चे नक्सा बनायौँ रे, कति गर्वका साथ भनेका, तर त्यो चुच्चे नक्साले कुनै न्याय पाएको छ त? दुःख लाग्यो। अहिले हालसालै पनि दार्चुलाको लिपुलेक यसरी लिम्पिया धौरा मिचिएको छ र यो त भर्खरको कुरा हो। तर नेपालले त्यो तुलनामा त नेपालले जग्गा मिचेको छैन होला भारतको। होला नेपाली किसानहरूको घर नेपालमा भए पनि जग्गाहरू, कमाउने जग्गाहरू, आफ्नो खेत बारीहरू भारतमा होला, त्यो मान्छु। तर यतिखेर यस्तोसम्म चलेको थियो कि आज सुत्दा हामी नेपालमा, भोलि बिहान उठ्दा हामी भारतीय भइसक्थ्यौँ। त्यसरी मिचिएको भारतको ले हामीलाई दादागिरी देखाएर मिचिएको जग्गा र सिङ्गो एउटा उपत्यका डाँडा काँडा नै उता गइसकेको छ। तर नेपालले पनि मिचेको छ भन्दा त्यही तुलनामा नेपालले जग्गा मिचेको होला त? बिचरा हामी नेपाली 10 गजा क्षेत्रमा सिमानामा बस्छौँ, त सिमानामा थोरै तलमाथि भयो होला, 7 किल्ला मिल्दाखेरि थोरै तलमाथि भयो होला। तर धेरै नै यसरी साम्राज्य नै 1/3 नै जग्गा मिचिएको जसरी नेपालले त पक्कै पनि मिचेको छैन होला। बालेन सरकारज्यू, तपाईँ सक्नुहुन्छ र यी पूर्व प्रधानमन्त्री भनौँ अर्थात् पूर्व नेताज्यूहरू यसरी हवेली ठडाएर क्वाक 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 गर्दै हामीलाई भाषण छाँटेर 7 पुस्तासम्म विदेशमा पैसा जम्मा गरेर आफ्नो पुस्तालाई ढ्याउ ढ्याउ आउने गरी, डकार्ने गरी पैसा थुपारेर नेपाली जनताहरूलाई टाउकामाथिको ऋणको भारी बोकाएर र ताक परे तिवारी नत्र गोतामे भनेको जसरी आफूलाई बस्न टिक्न छौन्जेल यहीँ बस्ने र आफू अब केही लाग्दैन, मेरो हविगत केही लाग्दैन, अब म भाग्नु बाहेक विकल्प केही पनि छैन भन्ने भएपछि विदेश पलायन हुने। यस्ता स्वार्थी नेताहरूलाई तपाईँ के भन्नुहुन्छ र हामी 3 करोड नेपालीले के भन्ने र भन्नुहोस् 3 करोड नेपाली जनता हामी के गर्ने? हामी त आज कमायो भोलि खाने, बेलुका खाने, ऋणको भारी टाउकामाथि थुप्रै छ, कसरी उत्रने हामी? तर यिनीहरूको जुन स्विस बैंकमा रहेको अर्थात् विदेशी जुन बैंकमा रहेको काला धनहरू छन्, ती धनहरूलाई सेता बनाएर तपाईले नेपाल भित्राउन सक्नुहुन्छ बालेन सरकारज्यू। यदि सक्नुभयो भने यिनीहरूले कुम्ल्याएको पैसाले हाम्रो देश नेपाल 10 वर्ष चल्छ, 10 वर्ष। यिनीहरूको पैसा चप्पल पड्काउँदै आएकाहरू न यिनीहरूले कुनै ठेक्कापट्टा गरेका हुन्, न यिनीहरूले केही गरेका हुन्। कसरी कमाए? जनताहरूले त कमाएको पैसा त थोरै बैंकमा राख्न जाँदा पनि बैंकले स्रोत खोज्छ, तर यिनीहरूको स्रोत खोज्ने कसले? सम्पत्ति शुद्धिकरण गर्ने कसले? सबै यिनीहरूका नै मान्छे छन् सरकारी निकायहरूमा र सबैको त्यही नै हो। खाने मुख सबैको छ, फाल्ने ठाउँ सबैको छ। पैसा त सबैलाई चाहियो, तर
त्यो पैसा दुधको दुध पानीको पानी छुट्याएर नेपाल भित्र्याउने कसले? सहकारी संस्थाहरू डुबाउने पनि यिनै हुन्। नेपाली जनताले खाई नखाई रगत पसिना गरेर थोपा थोपा जमाएको पैसा सहकारीमा लगेर राखेका थिए। त्यो पैसा डुबाउने पनि यिनै हुन् र यिनीहरूकै मान्छे हुन्। विभिन्न ठाउँमा प्लटिङ गर्ने, घर घडेरीहरू जोड्ने, विभिन्न बिल्डिङ मलहरू ठड्याउनलाई सहकारीबाट ऋण लिने र त्यो ऋण तिर्दै नतिर्ने। अनि सहकारी संस्थाहरूले हामी पब्लिकको पैसा दिन सकेन। नसकेको हुनाले हामी मारमा पर्यौं र हाम्रो पैसा सहकारीबाट कहिले आउँछ? यो पनि चासोको विषय छ। र अर्को कुरा, नक्साको कुरा, जग्गा जमिनको कुरा छोडेर समस्याग्रस्त सहकारी संस्थाहरूको लागि भनेर हजुरहरूले प्रदेश कार्यालयहरू पनि खोल्नु भएको छ ठाउँ ठाउँमा। तर नागरिकहरूको समस्याग्रस्त र यो पैसा दिनुपर्छ भनेर कुन चाहिँ सहकारीलाई औँलो ठड्याउनु भएको छ र कसले देला, कहाँ देला र हामीले यो पैसा पाउने कहिले? हामीलाई त 1000 भए पनि 1 लाख बराबर हुन्छ बालेन सरकारज्यू। तर हामी रुपियाँ रुपियाँ गरेर खाई नखाई जोगाएको पैसा यस्तै धनाढ्य शोषक सामन्तीहरूले रगत पिए झैं पिएदिए बालेन सरकारज्यू। साह्रै दुःख लागेको छ। मैले हजुरलाई यति भन्दा हजुरहरूको पनि आँखा मन अलिकति रसायो कि? 3 करोड नेपालीको आँखा मन रसायो कि? विदेश गएका छन् खाई नखाई गरेर। ज्यान के हो, फर्केर आउँछ कि आउँदैन? बाला लाला बालालाई छोडेर वनपाखा आफ्नो घर जमिन रित्तो भित्तो बनाएर। तर त्यसरी दिएर तिनीहरूले कमाएको पैसाले को अनुदानबाट, रेमिट्यान्सबाट हाम्रो देश नेपाल चलेको छ। र सकी नसकी हामी कान्ला मुनिको भ्याकुतो जस्तो भएर बसेका मान्छे यही देशमा होस् भनेर लौ प्रभु भनेर बसेका छौँ। सकी नसकी थोरै तिनो व्यापार व्यवसाय खेती किसानी जे होस् हामीले गरेका छौँ। प्यान लिएका छौँ। थोरै कर भए पनि हजुरलाई बुझाएका छौँ। त्यही करबाट र त्यही रेमिट्यान्सबाट हजुरहरूको चल्ने होइन। निजामती कर्मचारीहरू देख्नुभयो, उहाँहरूलाई 21% बढाउने रे। तर त्योभन्दा मूल्य वृद्धि घटाइदिएको भए 3 करोड नेपाली जनताको आत्माले नमस्कार भनेर हजुरहरूलाई सलाम गर्थ्यो होला। तर देख्नुभयो सरकारी कर्मचारी, निजामती कर्मचारीहरू मात्र। तर हामी जनता त कोही न कोही। आखिर त्यो तलब बढ्ने बित्तिकै फेरि अर्को भाउ बढ्छ, फेरि मूल्य वृद्धि हुन्छ, महँगी बढ्छ, हरेक कुरा हुन्छ। सकी नसकी मोटरसाइकल चढेको छ, गाडी घोडा चढेका छन्। तर धनीले त त्यसै चढ्छ। गरिबले किस्ताबन्दीमा किनेर भए पनि मोटरसाइकल चढेको छ। 270 रुपियाँ पेट्रोलको दाम, कमाइ हुन्छ कति? 1000 रुपियाँको कति तेल आउँछ? बाटोघाटो यही हो, जाम यस्तो हुन्छ र त्यो जाममा फस्दा तेल कति नै पुग्छ र कसरी हाल्ने, कसरी चढ्ने, कसरी काम गर्ने? तरकारी खेती गर्छन् किसानीहरूले बल्ल बल्ल। त्यो मध्यमकर्ता दलालले खाइदिन्छ। धार्केमा आइपुगेको तरकारी, कालीमाटी तरकारी बजार आइपुग्दा 10 रुपियाँको तरकारी 60 रुपियाँ हुन्छ। किसानले पाउँछ 10। त्यो बीचको पैसा कसले खायो? त्यसमा पनि छानबिन गरियोस् सरकार। जुम्लातिर स्याउ फलिरहेको छ, बाटोघाटो छैन, फलफुलहरू कुहिरहेको छ, दुध व्यवसाय गर्नेले दुध बगाइरहेका छन्। तर हामीले राम्रो
सस्तो मूल्यमा खान पाइरहेका छैनौँ। बाटोघाटो बनोस्, पुलहरू बनोस्, विद्यार्थीहरूले स्कुल पढ्न जाँदा तुइन चढ्न नपरोस्, कापी कलमहरू खोलामा नदीमा नखसोस्, मान्छेहरू नबगुन्, बालबच्चाहरू नबगुन्। यो हो न्याय दिने सरकार, न्याय पाउने सरकार। लौ त अहिलेलाई यति नै भने, धेरै कुरा नगरौँ। दोस्रो भाग लिएर आउनेछु युट्युबमा। अहिलेलाई यति नै। मेरो यो ईश्वर भण्डारी युट्युब च्यानल हेरेर सबै सामु सब्सक्राइब गरेर पुर्याइदिनुहुन्छ भन्ने आशा व्यक्त गर्दै, कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया पनि दिनुहोला भन्दै म अहिलेको बसाइबाट बिदा हुन्छु। जय होस्, शुभ दिन।